4 दिन अगाडि पनि मेरो दिदी म मरेर गएपछि मेरो फोटोमा रिप लेख्छौ कि नयाँ नि भन्न भनिन् के। अनि मैले गाली गरेँ के भन्छौ एल्सा यस्तो अनि रे भगवानले पनि तिमी बोल म पुर्याउँछु भन्छन् रे अनि यस्तो किन यस्तो शब्द बोल्छौ अनि भने त्यसले पनि गाली गरे किन यस्तो मेरो छोरी यस्तो ठाउँमा चाहिँ कहाँ कान्छी आमाले कहाँ खाना पकाउनु दिन्छ अनि म त अब ल्याउने मेरो छोरीलाई बोर्डेस गर्ने फेरि म विदेश जान्छु दिदी अनि भन्ने यस्तो यस्तो कुरा गर्थिन्। कुरा गरेपछि रुँदाखेरि पनि छोरीकै कुरा गर्ने छोरी पहिला घरबार बिग्रिया अरे भन्छ त्यो त एल्सा अहिले पनि बोल्ने भएपछि मैले आज पनि सोध्न थिएँ कि तिनले कसैलाई तर्साउन लागि कसैलाई डराउन लागि मलाई कसैले बजाउन आउँछ कि भन्दा लागि तिनले त्यो गर्न खोजिन् कि तिनी म जिन्दगीसँग हार खाएर मर्छु भनेर मर्न खोजिन् कि कहिल्यै पनि मनको पीडा कसैलाई पनि सुनाउँदैन तिनी जाँदाखेरि पनि पछि पनि यहाँबाट तल जाँदाखेरिसम्म पनि म मरेर छिन होला जस्तो लागेन। छोराछोरी गयो पछि छोराछोरी फर्केर आउँदाखेरि आत्महत्या गरेछन् भन्ने होला भक्क न छुटेर आयो कि म त भित्रैबाट त्यो रोक्नै सकिनँ। म घर आएर रोएँ त्यो समाजमा रुनै सकिनँ यो किन त्यो त मैले भने कहिले तर भित्र आफ्नो बहिनी सरह भएर बसेको थिएँ घरमा तर पीडा चाहिँ कहिले देखाएनन् के। मैले उल्टै तिनलाई मेरो पीडा देखाएँ भने मेरो बाउ कहाँ छ नानीको बाउ कहाँ छ मेरो छोरी यहाँ यस्तो छ यस्तो दुःख छ म भोलि के होला कस्तो होला भन्दाखेरि उल्टै मलाई हौसला दिने गर्थिन् के। सब्स्क्राइब गर्नुस् मेरो दाङ टिभीलाई अनि हेर्नुस् नयाँ नयाँ भिडियो सबैभन्दा पहिले। दर्शकबिन नमस्कार, मेरो नाम हो HR मगर। तपाईँ यति बेला विभिन्न मिडियाबाट यो भिडियो हेरिराख्नु भएको छ। विभिन्न ठाउँमा गएर फरक फरक भिडियोको रिपोर्टिङ गर्ने क्रममा यति बेला हाम्रो टिम दाङ जिल्लामा छ। दाङ जिल्लामा निकै नै दुःखलाग्दो घटना गैराती घटेको छ। एकजना 23 वर्षको युवतीले आफ्नो फेसबुक लाइभ गरेर आत्महत्या गरेको भिडियो सार्वजनिक भयो र ती युवतीले आत्महत्या गरिसकेको छन्। यति बेला युवतीको घरमा चाहिँ कोही पनि नभएको र युवती एक्लै बस्दै आइराखेको केही महिना अघिदेखि युवती एक्लै बस्दै आइराखेको र युवतीको बुवा आमा चाहिँ इन्डियामा बस्दै आइराखेको भन्ने कुरा यति बेला बाहिर आएको छ। यति बेला चाहिँ हामी घटना हुनुको मुख्य कारण के हो भन्ने बुझ्नको लागि जो मृतक एलिसा हुन् उनी आउने बस्ने गरिराख्ने नजिकैको दिदीसँग कुराकानी गर्दैछौँ। एलिसा कस्तो स्वभावका थिइन् भनेर यति बेला हामी कुराकानी गर्दैछौँ। दिदी स्वागत छ हजुरलाई। नमस्ते। हजुरको परिचय दिनु न। मेरो नाम भूमिका भण्डारी पुनमगर। एलिसालाई कहिलेदेखि चिन्नुहुन्छ हजुरले? यसलाई चिन्नु लाग्यो त मैले 2 वर्ष भयो अहिले। 2 वर्ष हामी पहिला तल बस्थ्यौँ कोठा भाडामा। तल उनको घर र हाम्रो घर आम्ने सामान्य थियो। त्यतिखेरबाट उनले दिदी भन्ने राम्रो गर्ने धेरै आफू नजिकको भएर चिन्थिन्। अहिले फेरि तिनी बिचमा काठमाडौँ गएर बसिन्। कति 1 वर्ष जति काठमाडौँ गएर बसिन्। त्यो पछाडि फेरि आइन्। अहिले 5-6 महिना भयो यहाँ आए। मभन्दा पनि मेरो छोरीलाई नजिक बनाएको थिएँ कि मेरो छोरी त्यस्तो छ त्यही भएर त्यो छोरीलाई धेरै राम्रो मानेपछि हामीसँग आउने बस्ने डेली साँझ त खाने यहीँ हो। मैले पकाउँथेँ खाना खाएर जान्थिन्। अब एक्लै थिइन् कहिले खाना हुन्छ होला कहिले नहोला भनेर मैले खाना पकाएर खुवाएर पठाउँथेँ। एलिसाको गैराती आफ्नो फेसबुक लाइभमा लाइभ गरेर आत्महत्या गरिन् हैन? हजुर। आत्महत्या गर्नुको कारण चाहिँ के होला जस्तो लाग्छ? मलाई पनि त्यही त मलाई पनि म पनि आफै भन्छु त्यो त एल्सा अहिले पनि बोल्ने भएपछि मैले आज पनि सोध्न थिएँ कि तिनले कसैलाई तर्साउन लागि कसैलाई डराउन लागि मलाई कसैले बजाउन आउँछ कि भन्दा लागि तिनले त्यो गर्न खोजिन् कि तिनी म जिन्दगीसँग हार खाएर मर्छु भनेर मर्न खोजिन् कि कहिल्यै पनि मनको पीडा कसैलाई पनि सुनाउँदैन तिनले। तर थियो होला मनमा पीडा त तर हाँसेरै बोल्ने मान्छे तिनी मर्छिन् भन्ने त्यस्तो ऊ पनि थिएन। मेरो पीडा मेरो छोरी त्यस्तो छ मेरो छोरीको पीडा मेरो पीडा बताउँदाखेरि तिनले भन्थिन् कि मलाई दिदी तँलाई पीडा के छ र मलाई हेरेर चित्त बुझान कमसेकम तेरी छोरी त तेरो साथमा छ नि तैँले जति दुःख पाए पनि छोरीको मुख हेर्न पाएको छ छोरी तँसँग छ मेरो छोरी कहाँ छ म कहाँ छु मलाई पीडा कति होला मेरो मुख हेरेर चित्त बुझा नि भन्ने गर्थिन्। सधैँ छोरीका कुरा सधैँ कुरा गरेपछि तिनीले रुँदाखेरि पनि छोरीकै कुरा गर्ने छोरी पहिला घरबार बिग्रिया अरे एउटा 2टा घरबार भएपछि पोइसँग डिभोर्स गरेपछि पहिले छोरी उता लगेपछि उनी विदेश गइन्। विदेशबाट आएपछि उनी छोरी र उनी टाढा थिए। अनि त्यो छोरी मेरो छोरी मसँग हुँदाखेरि एकदमै त्यही थियो मेरो छोरी जस्तो मान्छु यो छोरीलाई भन्ने छोरीलाई मेरो छोरीलाई माया गर्ने गर्थिन्। एलिसासँग तपाईँको अन्तिम भेट कहिले भएको थियो? अन्तिम भेट त हिजो 6-7 बजेसम्म यहीँ बसेर गयौँ। अनि राति 9 बजेसम्म नि 9 बजे 8 बजेसम्म कतिसम्म नि नानीसँग त्यो अनलाइनमै आन्टी लुडो खेल्यौँ। सधैँ रात साँझ लुडो खेल्थ्यौँ कि हामीहरूले। अनि मैले जान्दैन थिएँ मेरो नानीले खेल्थेँ। अनि नानी आन्टीले भोइस गरेर आन्टी लुडो खेलौँ भनेपछि मैले माम खाँदैछु नानु अनि मेरो छोरी मैले माम खाँदैछु माम खाएपछि आउँछु अनि रे भन्ने कुरा गरिन्। अनि गरेपछि मैले फेरि जस्तै हाँसुटाटा गरेर खेलौँ कि आन्टी छिटो आउनुहोस् भन्दा फेरि त्यसले भोइस गरिन् नानीले। अनि मैले भने म त खेल्दिनँ भनेर म्यासेज च्याट गरेर पठाएँ। अनि मैले त डाडु खाँदैछु भनेर लेखिन् क्या। अनि लेखेपछि गफ लाउँछौ तिमी अनि यहाँ आऊ त भनेर लेखेँ मैले। अनि हो अनि भनिन् न एउटा बियरको बोतल र आफ्नो फेस खिचेर मलाई पठाइदिन्।
पछि मैले पठाएपछि मैले हेमाबाट यस्तो बोले त्यो हाँसैमा जस्तै तिमीले खाली बेतल देखाल्नु नि भनेर हाँस्या त्यो चित्र पठाइदिएँ, हाँस्यामा रोएको चित्र पठाइदिएँ। त्यसमा कुरा गऱ्यौँ, बिचमा राति त्यो लाइभ गराएर चाहिँ कतिखेर त्यो लाइभ हेरे भने हामी यहाँबाट डुकुर्दै पनि जान सक्थ्यौँ। त्यो लाइभ पनि हेरिनँ हामीले बिहान सुन्दाखेरि। हिजो अन्तिम भेट हिजो भयो, हिजो 7 बजीसम्म सँगै हुनुहुन्थ्यो र 9 बजीसम्म चाहिँ तपाईँहरूको कुरा पनि भएको थियो। हिजो अन्तिम कुरा चाहिँ के भएको थियो? अन्तिम कुरा त्यही हो, त्यही लुडो खेल्नु नानुले भनेको थिएँ अनि त्यतिसम्म भयो। अनि पछि मैले आफ्नो खिच्या फोटो हालिदिएँ। आज आफूले के जिस्केर अब बहिनी हो नि, अब त्यस्तो हाँसो पनि भइरहन्थ्यो। अनि कस्तो छ हिरोनीको फोटाभन्दा मैले आफ्नो फोटालाई आफै भनेर पठाएँ कि त्यस्तो के हाँसो गरेर। अनि तिनी हाँसेर भनेर चित्र पठाइदिन्। अनि त्यति भयो। अस्ति योभन्दा 2-4 दिन अगाडि पनि मेरो दिदी म मरेर गएपछि मेरो फोटोमा रिप लेख्छौ कि नयाँ नि भन्न भनिन् के। अनि मैले गाली गरेँ, के भन्छौ एल्सा यस्तो अनि रे भगवान्ले पनि तिमी बोल म पुर्याउँछु भन्छन् रे। अनि यस्तो किन यस्तो शब्द बोल्छौ अनि भने त्यसले पनि गाली गरे, किन यस्तो हार जिन्दगीसँग हार खाया कुरा गर्छ साथी भन्न भने। अनि त्यति मात्रै भन्थिन्, हाँसैमा उडाउँथिन्। त्यो 2-4 दिन अगाडि म मरेपछि रिप लेख्यो है मेरो फोटोमा, त्यतिभरि भन्थिन् तिनले। हिजो अन्तिम कुरा त ती लुडो खेलम भन्ने भएको थियो, ती म्यासेन्जरमा भएको थियो होइन। साँझ 7 बजीसम्म प्रत्यक्ष भइरहँदाखेरि चाहिँ के कुरा गर्नुभएको थियो र उहाँ चाहिँ कस्तो देखिनुहुन्थ्यो? हिजो कुनै टेन्सनमा भएको जस्तो थियो या हाँस्ने बोल्ने के कस्तो गर्नुभएको? टेन्सन कहिले पनि देखाएनन् हामीसँग, टेन्सनका कुरा कहिले पनि देखाएनन्। तर त्यो बिचबिचमा कहिले मैले दुःखका कुरा गरेँ भने मेरो छोरी यस्तै छ अनि मेरो जिन्दगी भोलि के हुने होला कस्तो हुने होला, मैले आफ्नो पीडा सुनाएँ भनेपछि तिनले आफ्नो पीडा नभनिदिदी मेरो पीडा पनि हेर, त मर्दै छैनस्, तेरो छोरी अपाङ्ग भयो भने कमसेकम मुखी हेर्न पाएछस्, मेरो छोरी कहाँ छ, मैले कहाँ छोडिरहेको छु, म कहाँ छु, त्यस्तो पीडाहरू मलाई आत्मबल दिने गर्थेँ क्या। आज उल्टै मलाई आत्मबल दिन्थिन्, मैले मेरो छोरी यस्तै छ के गर्ने कस्तो गर्ने भनेर पीडा गर्दा भन्दाखेरि तिनले मलाई आज हौसला दिन्थिन्। त्यो पीडाका आज मलाई यस्तो पीडा पऱ्यो उस्तो पीडा पऱ्यो कहिले पनि सुनाएनन् त्यस्तो पीडा हामीलाई। एलिसाले चाहिँ मादक पदार्थहरू पनि प्रयोग गर्नुहुन्थ्यो, उहाँ मृत्यु भएको कोठामा चाहिँ बियरका बोतलहरू पनि भेटिए भनेर अहिले त्यो त पिउथिन्, बियर पिउथिन्, बियरहरू त्यो खाए बेला भन्थिन् क्या रुने अनि यस्तो भयो मेरो छोरी। त्यो नखाएन भनेपछि सोध्थिन् होला मनमा, अनि खाएन भनेपछि त्यो पीडा आफ्नो पीडा सुनाउने, यस्तो मेरो छोरी यस्तो ठाउँमा चाहिँ कहाँ कान्छी आमाले कहाँ खाना पकाउनु दिन्छ अरे म त अब ल्याउने मेरो छोरीलाई बोर्डेस गर्ने फेरि म विदेश जान्छु दिदी अनि भन्ने यस्तो कुरा गर्थिन्। भनेपछि उहाँलाई पीडा नै थियो त्यो छोरीको लागि। अब घरबार बिग्रिया मान्छे पीडा त पीडा भित्र मनमा चाहिँ पीडा थियो होला, कहिले पनि देखाएनन्, हाँसेरै उडाइन् क्या सधैँ। हामीले बुझेअनुसार एलिसाको पहिला बिहे भएर डिभोर्स भएको भन्ने हामीले बुझेका छौँ। यो चाहिँ के हो? तपाईँ चाहिँ नजिकैको दिदी पनि हुनुहुनेछ, सँगै बस्ने खाने उठ्ने बस्ने होइन, यो चाहिँ के हो खासमा? डिभोर्स भएर अब उन त रोल्पाको हामी सल्यानको हो, तर मृत एउटा नजिकको साथी बहिनी मृत त हाम्रो नजिक भयो। त्यति प्रष्ट हामीले चिन्न त सबै कुरा अल्टो कुरा त थाहा छैन, तर पनि डिभोर्स भयो अरे, पहिलाको बुढाबाट छोरी छ अरे, अनि फेरि बिचमा अर्कोसँग विवाह भएर फेरि पनि डिभोर्स भएपछि विदेश गयो भनेर विदेशबाट आइसकेपछि हाम्रो चिन्जान भयो। तर बिचमा छोरीको कुरा गर्ने अस्ति हाम्रो यहीँ आएर पनि भिडियो कल गरेका थिइन् कि छोरीलाई, खै एल्सा तिम्रो छोरी देखाऊ त म हेर्छु भनेर। पछि हेऱ्यौँ त्यस्तो राम्रोसँग देखेन, घामको किरणले राम्रोसँग देखेन, पछि फोन राखेपछि रुइन् क्या तिनी। अनि कमसेकम भुवा दिदी अनि तिमीले त कमसेकम छोरी अपाङ्ग भयो भने साथमा राख्न पाएछौ, माया ममता दिन सकेका छौ, तर मैले यति पनि दिन सकेको छैन मेरो छोरीलाई। अनि म पनि ल्याउँछु तिमी जस्तै गरेर, म बरु बोर्डर्स गरेर विदेश जान्छु अनि पनि यस्ता कुराबारी गर्थिन्। एलिसा तपाईँले बुझेअनुसार नजिकैबाट हेर्दाखेरि तपाईँ त धेरै नजिक हुनुहुन्छ एलिसासँग होइन। एलिसा कस्तो स्वभावको मान्छे थियो? छरछिमेकमा अलिक वरपरका समाजले चाहिँ के भन्ने भन्दाखेरि एलिसा चाहिँ साँझमा आउने, गाउँ समाजको मान्छेसँग त्यति धेरै घुलमिल नहुने गर्थ्यो, त्यही भएर हामीलाई चाहिँ एलिसाको बारेमा त्यति धेरै जानकारी छैन भन्ने कुराहरू गर्नुभएको छ। हो त्यो हो, दुनियाँले सोच्यो होला, नराम्रो सोच्यो होला, गलत सोच्यो होला, हाम्रो हेर्ने नजरमा चाहिँ गलत छैनन्। यो म ठोकेरै भन्छु, तर भाइर जे जस्तो गर्थिन् त्यो थाहा छैन। भन्थिन् तिनले मैले केटादेखि घिर्ना हार खाइसकेँ, जुन ठाउँमा ठक्कर खाइसकेँ, मैले केटा मान्छेलाई घिर्ना गर्छु, म केटाप्रति मान्छेमाथि मेरो चाहना र इच्छै छैन, अनि मैले घिर्ना गरेर आउँछु। जसले फोन त्यस्तो यहाँ आउँथिन्, हाम्रो घरमा वाइफाई छ, वाइफाईको पासपोर्ट हानेको थिइन्, चलाउँथिन्, भन्थिन् क्या कुनै केटासँग फोन गर्ने कुरा गर्ने कोहीसँग लड्काउने, त्यस्तो स्वभाव केही थिएन, केही पनि थिएन। टिकटक चलाउँथिन् बाँकी, अनि त्यस्तो टिकटक चलाउने भिडियो गर्ने, आइन् भने पनि हामीसँग दुःख कुरा कहिल्यै गर्ने होइन। आइन् भने बस्थिन्, बिस्तारामा जान्थिन्, ऊ त्यही नानी खेलाउने हो, त्यही नानीलाई लग्ने हो, मेरी छोरी मेरी प्यारी छोरी भन्ने त्यही नानीलाई, मेरी छोरीलाई, अनि जाने त्यही बस्ने राम्रोसँग। अनि त्यति मात्रै गर्थिन्। ती केटाहरूसँग फोन गर्ने, रातिमा जान्थिन्, हो दुनियाँले नराम्रो सोच्यो होला, तर हाम्रो घरबाट जान्थिन्, खाएर पकाउने खुवाउने म हुँ, सधैँ खुवाउने, सधैँ साँझको बेलुकाको खाना खाएर मै खुवाएर पठाउँथेँ तिनलाई।
तर त्यो एलिसाकै घरमा कोठा भाडामा बस्दै आइराख्नु भएको त्यहाँका मान्छेले चाहिँ के भन्नुभयो भन्दाखेरि कहिलेकाहीँ चाहिँ राति 12 बजे 10 बजे 11 बजे पनि खाना पकाएर खान्थिन्। त्यही भएर हामीले खासै वास्ता गर्दैन थियौँ रातिमा आउने। अब हामीलाई त्यस्तो वास्ता हुँदैन थियो, 11-12 बजीतिर पनि खाना पकाएर खान्थ्यौँ, त्यही भएर हामीलाई वास्ता भएन र हिजो पनि हामीले वास्ता गरेनौँ। त्यही भएर हामीलाई घटनाबारेमा त्यति जानकारी छैन भन्नु भन्थिन्। तिनले पनि आफै भन्थिन् मलाई दिदी म बेलुका खान्न, म बिहान कहिले पनि खान्न, म राति खान्छु, तिमीलाई भोक लाग्दैन, कहिले यहाँबाट खाएन गयो भने गयो म अब यसैले टेक्छु, अब फेरि भोलि बिहान खान्छु भनेर भन्थिन् कि। अनि खै तिनको त्यो जाँगर नलागेर हो कि नभएर हुन्थ्यो चामल दाल हुन्थ्यो एउटी मान्छेलाई जोतेर गराएर खान सक्छ, एउटी मान्छेलाई पकाएर पनि खान सक्छ भन्ने हामी सम्झाउँथ्यौँ कि। त्यहाँ हुन्छ त्यहाँ खाऊ, त्यहाँ नखाए भने नभए यहाँ खाऊ भन्थ्यौँ। अब यहाँबाट नखाएको दिन त म राति 12 बजी चाउचाउ खान्छु, डेली चाउचाउ खान्छु भन्थिन् पकाएर, छिटो पनि हुन्छ, म चाउचाउ खान्छु, एक साग मात्रै खाना खान्छु, तर पनि म मोटा छु नि दिदी भन्थिन्। मनमा सन्तोक त तिम्रोभन्दा टेन्सन मलाई कति छ भन्थिन्। त्यही त्यस्तो कुरा गर्थिन्। तर एलिसाले के गर्नुहुन्थ्यो हिजो आज चाहिँ? त्यस्तो केही गर्दैन थिइन्, त्यति खालि बस्ने, काठमाडौँतिर बस्ने पहिला। अब यहाँ आएदेखि त त्यस्तो केही गर्दैन थिइन्, यहाँ आउने बस्ने, फुर्सुवाला घर जाने, त्यो टिकटक चलाउने, लुडो खेल्ने, यिनी बच्चाहरूसँग लुडो खेलेरै रमाउने गर्थे। अब अहिले चाहिँ उहाँ संसारमा हुनुहुन्न, संसार छोडेर गइसक्नुभयो, आत्महत्या गर्नुभयो होइन। उहाँ चाहिँ आत्महत्या गर्दाखेरि फेसबुक लाइभमा आउनुको कारण चाहिँ के होला जस्तो लाग्छ तपाईँलाई? फेसबुक लाइभमै आएर आत्महत्या गर्नुपर्ने? खै त सर त्यो बुझ्नै सकिनँ के हो। कसैलाई देखाउनलाई, कसैलाई देखाउनुको लागि गर्नुभएको थियो कि कसैलाई त्यतिकै देखाउँछु भन्दाखेरि मलाई पनि त्यस्तो लागेको छ क्या। त्यही त मरेको मान्छे एकचोटि फर्केर आउनु मैले पनि त्यही सोध्न थियो जस्तो लागेको छ कि अरूलाई देखाउँछु, अरूलाई लाइभमा देखाएर मर्छु भन्दै देखाएर कोही बचाउन आउँछ कि मलाई नजिकको मान्छे बचाउन आउँछ कि हिजोको दिन हामीहरू पनि देखाएपछि तिनी दिदीहरू आउँछन् कि मलाई कति माया गर्ने रहेछन् भन्न देखाउनलाई गर्थिन् कि हामीले हेर्नै नसके हाम्रो तिम्रो भाग्य त्यहीसम्म थियो कि किन गइन् होला किन गऱ्यो होला कि या जिन्दगीसँग हार खाएकी थिइन् कि हामीसँग पो मनका कुरा बताउँदैन थिइन् भन्दैन थिइन्, जिन्दगीसँग हार खाएन गइन् कि किन मऱ्यो होलिन् भनेर त्यही पिरले अहिलेसम्म हाम्रो घरमा न खाना छ न केही छ। त्यही आफ्नै घर परिवारको मान्छे सुत्यो जस्तो लाग्यो। एकदमै नजिकको मान्छे तपाईँ, दिदीबहिनीको सम्बन्ध थियो, साइनो थियो, सँगै यहीँ बस्ने, साँझको खाना यहीँ खाने, त्यसरी दिनहरू चलिराखेको थिए। अहिले तपाईँको मनमा निकै पीडा छ, अहिले मन भक्कानिएको छ, आफ्नो बहिनी जस्तै गुमाउनु परेको छ। अहिले मनमा धेरै पीडा छ, त्यो हामी महसुस मात्र गर्न सक्छौँ अहिले होइन। एलिसालाई चाहिँ के भन्न मन छ? अहिले त आत्महत्या गरेर गइसक्नुभयो, तर पनि आत्महत्या नगरिदिएको भए हुन्थ्यो। हजुर, बहिनीको आत्माले शान्ति पाओस् स्वर्गमा, जति यहाँ हाँसी खुसी रमाउँथिन्, खुसीसँग हामीसँग ठुस्किने अनि बोल्ने रमाउने गर्थ्यौँ, त्यस्तै गरी दैव घरमा पनि छिटै रमाए। छिटै गयो बहिनी, तिमीले स्वर्गमा राम्रोसँग बास पाए भन्न चाहन्छु बहिनीलाई म। एलिसाको घरमा एक्लै बस्दै आइराख्नु भएको रहेछ, आमा बुवा पनि इन्डियामा भन्ने हामीले जानकारी पायौँ। घरमा एक्लै हुनुहुन्थ्यो उहाँ? एक्लै थिइन्, दाइ भाइ कोही हुनुहुन्थेन, एक्लै थिइन्। कोठामा बस्ने हुनुहुन्थ्यो एकजनाकै परिवारै बस्नुहुन्थ्यो, अनि उता गाडी गोठा एलिसा बस्थिन्। त्यस्तो मनको पीडाहरू कहिले पनि पोख्ने गरिनन्। खै भित्र मनमा के थियो, मलाई हौसला दिने गर्थिन्, अरूभन्दा पनि धेरै राम्रो मान्थिन् क्या। मभन्दा पनि मेरो नानीलाई आफ्नै छोरी बराबर गर्ने गर्थिन्, मलाई आफ्नै बहिनी सरह लाग्थ्यो। भनेपछि अहिले निकै पीडामा हुनुहुन्छ, किनभने हिजो साँझ 7 बजेसम्म सँगै भएको, सँगै बसेर कुराकानी गरेको मान्छे अहिले यो संसारमा छैन भन्दाखेरि अलिकति विश्वास नलाग्ने कुरा पनि। हजुर, मलाई बिहानसम्म विश्वास लागेन। ऊ त्यसले राति मम्मी यहाँनिर यो भाषा गरे एल्साल त झुन्ड्या फोटा लाइफमा हाल्दै हिँडेछ गरे हिँड्नु न अनि जहाँ उठ्नुहोस् भन्दा भने, अनि ऊ भित्र पलाङमा थियो, म बाहिर हुन्छ गर्मी हुन्छ भनेर कोलियामा आमा छोरी कोलियामा थियौँ। हिँड्नुहोस् मम्मी भन्दा भने मैले भने अस्ति पनि हात काटेर चिरा यहाँबाट यहाँ काटेर चिरा पारेको थिएँ कि। अनि त्यो त्यस्तै हो, तिनी एल्सा कहिले मर्लिन्, अनि तिनी मर्ने होइन, तिनी कसैलाई देखाउनलाई गरेका छिन्। तिनी अस्ति हात काटेर के हाल गराएको थिइन्, तिनी मर्दिनन्, म जान्न नानी भन्दा पनि। अनि त्यतिकैमा कहिले कता फोन गरेर पुलिस आउनुपर्छ, पुलिस आएपछि त्यो गएँ। जाँदाखेरि पनि पछि पनि यहाँबाट तल जाँदाखेरिसम्म पनि म मरेर छिन होला जस्तो लागेन। छोराछोरी गयो, छोराछोरी फर्केर आउँदाखेरि आत्महत्या गरेर छिन भन्ने होला, भक्क न छुटेर आयो कि। म त भित्रैबाट त्यो रोक्नै सकिनँ, म घर आएर रोएँ। त्यो समाजमा रुनै सकिनँ, यो किन रोयो, आफन्ती त होइन तर पनि किन रोयो। तर मलाई आफन्ती भन्दा पनि आफ्नो भित्रको मान्छे भइसकेको थिएँ क्या। बस्ने खाने आफ्नो घर परिवार जस्तो कुराकानी गर्ने। अनि मेरो छोरी मलाई मात्र होइन, मेरो अपाङ्ग छोरीलाई कति माया गर्थिन्, कसैले त्यो छोरीलाई कति घिच्न गरे हान्छन्, तर आफ्नो छोरी बराबर गरेर कति माया गर्थिन्। त्यही भएर पनि मलाई आफ्नै मुटु जस्तो लाग्थ्यो क्या। बिहान हजुरले एलिसाको लास देख्नुभयो? देखेँ। हजुरले लास देख्दाखेरि कस्तो अवस्थामा थियो? लास हेर्दाखेरि
मर्दाखेरि यहाँ आउँदाखेरि प्यान्ट र भेस्ट लगाएर आएको थिइन्। अब त म आन्न दिदी, अघिपछि साँझ जान्थिन् क्या, अघिपछि साँझ जान्थिन्। त्यस दिन हिजोपरि 6 बजी 7 बजीतिर गइन्, फालकुर्दै गेटबाट फालकुर्दै तल बाटोमा गइन्। अब त म तिमीलाई खाएर आन्न दिदी अनि भन्दै हाँस्दै गइन् क्या। तर किन बाबा के भएन, मन भाँचिएर त्यस्तै अनि भन्दा पनि हाँसो गर्दै। अनि बिहान जाँदाखेरि त्यो प्यान्ट भेस्ट गयो, तिमीलाई के फेरेन्स लाग्यो लेहेङ्गा, अस्ति नानीको यो बर्थडेमा आए बेला लेहेङ्गा लगायो क्या, तलसम्मको लेहेङ्गा लगायो। अनि यस्तो कि यो पछाडिको घाँटी यस्तो भएको थियो, अनि अगाडिको यो अगाडिको डोरी यता माथि गएको थियो गाँठो, यस्तो कि झुन्ड्या थिइन्, लेहेङ्गा तलसम्म गएको थियो। त्यो देख्दाखेरि आफै मन अड्याउनै सकिनँ। ऊ पनि भक्कानेर रोइ, म पनि भक्कानेर रुँदाखेरि पुलिसहरूले अब रोएर हिजो साँझ 7 बजेसम्म सँगै बसेको मान्छे, सँगै बसेर कुराकानी गरेको मान्छे अहिले बिहान चाहिँ त्यसरी झुन्डेको अवस्थामा उसको लास देखिरहँदाखेरि चाहिँ तपाईँको मनमा के फिल भएको थियो? फिल त किन मऱ्यो होला, के भएर मऱ्यो होला, के थियो पीडा, जिन्दगीसँग हार खाइसकेर हो कि मर्या, कसैलाई देखावटी देखाउँदै आफ्नो ज्यान गया थाहै पाएनन् कि, त्यस्तो सुत्दा लाग्यो क्या। अहिले पनि भन्छु म के भएर आमा चाहिँ के भएर मऱ्यो भने, किन मऱ्यो, मरेको मान्छे बोल्ने भए त एकचोटि बोलेर जाऊ भन्ने थिएँ मैले भन्ने लाग्छ मलाई। एलिसाले जिन्दगीमा दुःखहरू त धेरै भोगिसक्नु भएको रहेछ, किनभने दुईवटा श्रीमानबाट पनि छुटिसक्नु भएको, त्यो पीडा थिँदै थियो होइन। उता छोरी साथमा नहुँदा त्यो पीडा पनि छँदैछ, छोरी नहुँदाको पीडा पनि उहाँलाई पनि थाहा थियो होला, उहाँलाई कति पीडा थियो भन्ने कुरा त उहाँको मनमा थाहा थियो। अहिले त्यो सबै देखिरहँदाखेरि कसैबाट टर्चर भएर आत्महत्या गर्न पुग्नुभयो कि भन्ने जस्तो लाग्छ? त्यस्तो योबाट टर्चर छ भन्ने चाहिँ हामीलाई त्यो त मैले भने कहिले, तर भित्र आफ्नो बहिनी सरह भएर बसेको थिएँ घरमा, तर पीडा चाहिँ कहिले देखाएनन् के। मैले उल्टै तिनलाई मेरो पीडा देखाएँ भने मेरो बाउ कहाँ छ, नानीको बाउ कहाँ छ, मेरो छोरी यहाँ यस्तो छ, यस्तो दुःख छ, म भोलि के होला कस्तो होला भन्दाखेरि उल्टै मलाई हौसला दिने गर्थिन् कि मेरो छोरी चाहिँ कहाँ छ के छ, तिमीले कमसेकम छोरीको माया हेरेको छौ, यति हौसला दिन्थिन्। त्यति दिँदाखेरि हो त समाज जस्तो संसारमा धेरै रहेछ भन्ने आफूले चित्त बुझाउँथेँ। तर आज हिजो हौसला दिने बहिनी आज हामीसँग छैनन्, त्यति मात्र दुःख लाग्यो। एकदमै हिजो हामीसँगै तपाईँसँगै भएर तपाईँलाई नै दुःख गर्न सिक्नुपर्छ, जिन्दगीमा सङ्घर्ष गर्नुपर्छ भन्ने मान्छे आज आफू माझबाट नै छुटिएर जो हौसला दिने मान्छे हो, त्यही नै संसारलाई छोडेर आफूबाट टाढा हुन जाँदाखेरि आफ्नो मन निकै भक्कानिएको छ। आफ्नो मनलाई सम्हाल्नु होला, साथसाथै मृत आत्माले शान्ति पाओस् यही कामना गर्छु। समय दिनुभयो, धन्यवाद। ल हस्।